हेलो गाइज, अहिले चाहिँ हामी बिहान उठेर खाजा खाँदैछौँ चिया होइन। अनि यसमा चाहिँ घाँस जानुपर्ने हुन्छ, दुःखको खबर। बहिनीले पनि खाइरहेको छ यहाँ चिया, मेरो चिया यहाँ छ। भिडियो अन्तिमसम्म हेर्दै जानु होला। अहिले चाहिँ हामी घाँस काट्न जाँदैछौँ र ओसान पनि आइसकेको छ यता। ओसान र म चाहिँ घाँस काट्न जाँदैछौँ। कता जाने हो अरे? यो अहिले चाहिँ हामी लगभग जङ्गलतिर आइसकेको छौँ। हेर्न सक्नुहुन्छ यत्रो ठुलो भ्यू छ। मेरो मोबाइलमा चाहिँ यो भ्यू देखाइँदैन रहेछ। अब यो सानोबाट चाहिँ एकचोटि सर र झार्नु, अस्ति त्यहाँबाट चाहिँ झारेको साइकल सस्पेन्सन हेर्न सक्नुहुन्छ। यहाँबाट चाहिँ झारेको मैले एकचोटि क्यामेरा अफ हुँदाखेरि नै। अब बाइचान्स राम्रो साइकल किन्यो भने चाहिँ त्यो यहाँबाटै झार्नेछु। हल्का बाटो चाहिँ मिलाउनु पर्छ जे पनि ओह्रालोमा कन्ट्रोल गर्न गाह्रै पर्छ होइन। बाटो मिलायो भने त्यस्तो छ ओह्रालो चाहिँ। अब हामी चाहिँ यता माथितिर जान्छौँ, त्यो भर्ला हेर्छौँ अनि काट्छौँ। ट्याक्क मोबाइल अडाएर ल 24 मिनटको मात्र दिएर चाहिँ ल भिडियो अन्तिमसम्म हेर्नु होला के कस्तो हुन्छ। अनि भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। यो खान्छ खाँदैन कमेन्ट गर्नु होला गाइस। त्यो त खै एकचोटि क्या हामी पौडी खेल्यौँ, माछा माऱ्यौँ, भिडियो घर पुग्यौँ क्या। टाइम लिमिटभन्दा बढी नै खेल्यौँ। 9 बजे आऊ भन्नु थियो भने 11 बजीतिर गयौँ। अनि जाँदाखेरि चाहिँ बाबाले कराउनु कुद्नु जाला भनेर यही घाँस बोकेर गएको थियो। खाएन नि यताबाट हामीलाई चाहिँ थोरैले पुग्दैन। हामी चाहिँ एक झारी नै लानुपर्छ। ओसनले चाहिँ थोरै लान्छ अरे साथीभाइहरू। यहाँ चाहिँ ट्र्याक्टरलाई अप्ठ्यारो भएको छ। ओसन आउँदैछ साथीभाइहरू। यस्तै छ गाउँले जिन्दगी। झर्ने बेला पो कसरी झर्नु, तर उतापट्टिबाट झर्नुपर्छ झर्ने बेला त हातको खिच्दै क्या। यो म थाक्ने ट्राई गर्छु ल। मुनिको पनि अलिअलि उयो गरेँ। गाइस लडेँ यो चाहिँ काट्नु पर्ने हुन्छ। के कति काट्न सकिन्छ हेरौँ। यिनीहरू अलिअलि भेला पारेको थिएँ। रुख पसेर ठिक्क हिजो पानी परेको छ कि गवाइच पुगेन अरे सखुवा औले भेला पारेर चाप हान्नुपर्छ। नभए ढिलो हुन्छ। समयले पर्खिँदैन साथीहरू, समयले पर्खिँदैन। 7:30 केही छैन किन र हिजो 1 गते बजे यही रुख काट्नुपर्ने हुन्छ। यही रुखको घाँसहरू सजायहरू भन्नु। अर्को चाहिँ सकेको छौँ। कता छ तिम्रो नाम? ए त्यहाँ ओसनले चाहिँ घाँस काट्दैछ। म चाहिँ यहाँ नाम लिन आएको। अब भाइ मिलाउनु पर्ने हुन्छ। अनि घर जान्छु। ओसनको ओके तिम्रो मोबाइल आइदिउँ हेर्न सक्नुहुन्छ। अहिले उता चत्रा 8 बजी सकेको छ। अब चाहिँ हामी घर जानुपर्ने हुन्छ। घाँस काट्यो अरे। यहाँ अलिक राम्रो ठाउँ रहेछ। यो पनि घाँसै हो क्या। यहाँको चाहिँ मैले झारेको। अनि यहाँ ओसनले छास्दैछ। अब काटेको भनेर
गर्दा के हुन्छ र त्यहाँ माथि हुँदा पो गरेको त फेस टु फेस त गरेको छैन नि त त्यससँग अघि नै खिचेको होइन भन्दैछ होइन अब चाहिँ भारी मिलाइसकेपछि भेट्नु छ अहिलेको लागि अहिले चाहिँ हाम्रो घाँसको भारी भइसकेको छ यहाँ मेरो हो त्यो ओसनको हो अब हामी घरतिर जान्छौँ खेल्नुपर्छ लामो हुँदैन नाम भारी पनि नाम ला बोक कि बोक्नु म त पर्दैन सञ्चयको अगाडि गइसकेको छ बाटो नि खेल्नुपर्छ झन्डै लड्यो बन्द भइसक्यो लागि अहिले अब हामी घरतिर जान्छौँ यताबाट जाने यता टक्छ रहेछ हामी बाटोवाला मलाई पऱ्यौँ है गाइजहरू यहाँ अप्ठ्यारो बाटो पऱ्यो यताबाट फेरि अड्किन्छ कि बा यहाँबाट झर्ने ल अब तल पुगेपछि हेर्नुहोस् है गाइजहरू भारी चाहिँ अड्किने भएर माथिबाट घुल्टाइदिएको यहाँ झरिदिएछ अब भारी फेरि मिलेन जस्तो छ यार कति भइसक्यो ल अहिले चाहिँ हामी घरतिर जाँदैछौँ गाइजहरू पोषण चाहिँ यहाँ हिँड्दैछ पारा दिँदैछ है त्यही हो घाँस बनाएको यति नै भयो देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी हिँड्दैछौँ भिडियो कस्तो लाग्दैछ भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला उसको पनि ब्लग छ आइफोन 16 प्रो म्याक्सबाट हाल्छ वेलकम टु माई ब्याक च्यानल वेलकम ब्याक टु माई हो अनि यहाँ मजाक गरिसक्यो गाइजहरू त्यही हो म भन्दा त जान्ने नै छ गाइज ल भिडियो भरे यहाँ खाल्टो खानुपर्ने हुन्छ अहिले यत्रो खाल्टो छ अनि अझै गहिरो बनाउनु पर्ने हुन्छ अझै काम स्टार्ट गर्नुपर्ने हुन्छ सामान निकालेर यहाँ खाल्टो खानुपर्ने हुन्छ यति चाहिँ मैले क्यामेरा अफ हुँदाखेरि गरेको अनि त्यही हो यति गर्दाखेरि मेरो खाल्टो भएको छ हेर्नुसँग चाहिँ पकाइनु दाना यो चाहिँ कसले घाँस काटेर लगेछ ठिकै छ मम्मी यो बिछाउने मैले चाहिँ यत्रो गहिरो खनिसकेको छु थ्याङ्क्स फर वाचिङ माई भिडियो गाइज